Hello everyone, दर्शन नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई मिनी भ्लग त नभन वेलकम ब्याक टु माई भ्लग है। आज चाइल्डहुड फ्रेन्डसितै घुम्न जान लाग्यो है। कहाँ जान्छु आजको भ्लगमा देखाउँछु है। अनि आज हामी दुई ठाउँमा जाने भन्ने प्लानिङ छ। एउटा हिल पार्क, एउटा फुलबारी जाने कि हिल पार्क जाने आई डोन्ट नो। मैले उस पनि देखेको छैन हिल पार्क कस्तो हुन्छ, देखेको छैन हिल पार्क। फुलबारी भन्ने देखेको छु। लेट्स सी कस्तो हुन्छ। 4 इडियट भएर जाने, 3 इडियटको प्लानिङ थियो अनि 1 इडियट थपिनु भयो। सरी फर इडियट भनेकोमा। अब फ्रेन्ड्सलाई त जे भने नि हुन्छ है, त्यही हो। आई जस्ट होप मलाई 99 सप जान पनि यस्तो ठुलो धोको छ। हेरौँ के हुन्छ। मेरो भिडियो टिल द एन्डसम्म हेर्नु होला है। बाई बाई। ल म अब हिँडेको फुलबारी हुन्छ कि हिल पार्क हुन्छ, अब हामीहरू अन द वेमै डिसाइड हुन्छ। अनि हिँडेको मुनाले छिटो आऊ है निशा भन्छ, किनकि म ढिलिया छु नि त। अनि मुनाहरू आए। ए भगवान्, बहिनी आएछ। म त यस्तो सरप्राइज भइदिएँ कि, किनभने बहिनी आउँछ भनेर मैले त सोचेको नि थिएन, इमेजिनेसन गरेको नि थिएन। हेर्नु न हाम्रो बाटो त यस्तो खत्तम भएछ। अब यहाँ रानाको मात्रै कमी छ। राना तिमी आएपछि हामीहरूले रक गर्नुपर्छ है। राना फेरि डाइरेक्ट बुद्ध चोकमा जान्छ अरे। अनि यहाँ हाम्रो फेरि लुम्बिनी गेट कति राम्रो छ। रातिको भ्यू त झन् वाउ छ क्या। फाइनली रानासित भेट्यो। राना त रिसाएर आग बबुला भन्छ। रिसाएको त छैनौ नि, सरी प्लिज नरिसा भयो भनेर मक्कै पारिराखो। त्यो पार्न त मलाई आउँछ, किनभने राना अलि झ्याप्प रिसाउँछ नि त, त्यही भएर रानालाई मक्कै पारेँ। अनि यो बस आएछ। ओ माई गड, यो बस त म त्यही पिटी क्लास पढ्न जाँदाखेरि मात्र चढ्थेँ नि त, चढ्नै पाउँथेन। यो भन्नु जायज हो या होइन थाहा भएन है। कस्तो कि यो बसमा चढ्न सानो ड्रिम जस्तै त भनौँ न, चढ्नै पाइन्न नि त, त्यही भएर नि मेबी होला। अनि यो दृश्यमा मुनाको यस्तो राम्रो स्विट जेस्चर देख्न पाइन्छ। एउटा प्रेग्नेन्ट लेडी भनौँ न आउनुभयो रहेछ। अनि ठाउँ थिएन, मुना उठेर गयो, उभियो अनि उता खाली भएर उता बस्यो। बहिनीले र मैले फेरि यति तारिफ गरेँ, मुनालाई पाउने केटा यति भाग्यमानी हुन्छ है दिदी भन्दै भनेछ। हुन नि हो मुनाको मैले यो जेस्चर नि मैले पिटी क्लास पढ्दाखेरि देखेको थिएँ। अनि पुलिस अङ्कल आउनुभयो है। अनि किन चेक गर्छ दिदी यस्तै भनेर बहिनीले मसित सोधिरहेको थियो। क्रस क्वेसन भनौँ न। अनि अब कसैले यस्तो रक्सीहरू समथिङ के लान्छ समथिङ यस्तै त होला बहिनी भने। अनि बहिनी त भुस भयो, खाली भयो थियौँ नि त अगाडि 4 जना बसेको। बहिनी त भुस, बस्न चढ्ने बित्तिकै भुस। अनि बहिनी तिमी त धेरै भुस भयो, अब तिमी मोबाइल छोपाउ भन्न लाग्छौ। अगाडि त मैले छोप्नु पऱ्यो नि त। त्यसपछि बहिनीले छोपिन्, मेरो हात पनि गलेको थियो। अनि देऊ तिम्रो सामान म छोप्छु, अब तिमी बुढाहारी भएपछि मात्रै तिमीले छोप्नुपर्छ भन्ने त छैन नि भनेर मैले छोपेँ। अनि बहिनीले भिडियो गरेको थियो, हल्का डाइरेक्सन दिन सिकाएको थिएँ। मलाई जति पनि आउँछ, मभन्दा त राम्रै आउँछ, त्यही पनि सिकाएको थिएँ। त्यो फेरि हामी पढ्ने ग्रेस है त्यताको। अनि मुना मेन हामी 4 जनाको लिडर। मलाई त बाटो जति देखाए पनि यादै हुन्न क्या। म त बिर्सिन्छु। अस्ति नै फर्स्ट टाइम एकचोटि बुद्ध चोकदेखि घर जान लाग्यो त बरघाट पुग्यो। कार्तिक वाला को कार्तिकको म भेजे छिटो प्याकिङ है। ड्रमस्टिक मगाऊ, किनकि 5 पिस हुन्छ नि त, तिमीहरूलाई काम लाग्छ। मैले खान्छु। त्यति गफसफ गरेपछि अर्डर कुर्दै बस्छ 2 जना। अनि हामी 2 जना गयौँ भनेर मुना र म अब चिप्सहरू केकहरू हेर्न गएको। अनि कोक त नलिगौँ, स्प्राइट या फेन्टा लिगौँ समथिङ यस्तै भयो। अनि रेडबुल पनि लग्ने हो र। अरे मैले फेरि रेडबुल त मन पर्दैन त्यत्तिकै जोक
गरेको। अनि मुनाले फेरि स्विट्स पनि लग्ने र भनेको थियो हुन्छ भने मैले मलाई फेरि यस्तैको केही आइडियै छैन नि त। मुना त अब आफ्नो नर्सिङ ग्रुपबाट जान्छ, म त गएँ यही सानो चाइल्डहुड फ्रेन्डसित मात्रै हो। अनि हामी केकको लागि राउन्डिन लगाएको त पाउँदै पाएन होला, बरु चिप्सहरू कोकहरू किन्यौँ, केक त पाउँदै पाएन यार। कति गाह्रो र मिनी केक किन्ने भनेको 4 जना अनि धेरै लगेर पनि वेस्ट हुन्छ नि त। त्यो धेरैभन्दा ठिक्कको मिनी केक किन्नु भनेको त पाउँदै पाएन, दिमाग खराब। त्यो मलाई त रुक न, दिमाग खराब पाउँदै नपाएर मलाई रिलिफ भयो। केक त पाएन है। अनि त्यही हामीले अर्डर गरेको रेस्टुरेन्टमा हेरेको, अनि चक्लेटवाला लिन मन लाग्यो, चक्लेट फेरि दुइटालाई मन नपर्ने अनि हामीलाई फेरि व्हाइट मन नपर्ने है। त्यही हो, हामी अब 4 जनाको कोअर्डिनेसन मिलेन, सो हामीले नलिने डिसाइड गऱ्यौँ। बाटोमा पायौँ भने लिने भन्यौँ। अनि हामी कता फुलबारीतर्फ लागेको, यति हिँड्दा थकै लाग्यो हेर्नु। सेन्डिलमा हिँडेको, म त नजिकै छ भनेको त बहिनीको लैलैमा हिँडेको है। बहिनी त खतरा हिँड्ने रहेछ नि यार, म त सक्दैन हौ हिँड्न नि, दौ भई हिँडेँ। अनि के भन्छ बहिनी अनि मलाई सबैले छोडेर गयो कि, अनि छिटो आउने भए आऊ न त छोडेर जान्छ भन्यो। अनि मेरो यस्तो भिडियो क्लिप गर्दै रहेछन्। म फेरि हिँड्नै सकेन कि, किनकि हिल पनि लाथे। अब हिल लाएर के नै हिल लायो भनेर भन्नु होला, तर लाथे त लाथे न। अनि सकेन। अनि मलाई रुक न भन्दा त्यहाँ ढिलो भइसक्यो भन्दै गाली गरेको थियो। अनि हुन नि हो ढिलो भएको थियो नि त, हामी 12 बजे पुग्ने भनेको त 2 बजिसकेको थियो। अनि के साइक्लिङ के खेल्ने भनेको नि त्यो नि पुरा भएन। अनि हामी फाइनल्ली फुलबारी आयौँ। लुक एट द हिमालको भ्यू एन्ड घरहरूको भ्यू भनौँ, अरू त के नै भन्न सक्छु र। अनि मुनालाई टिकट काट्दै गर भने मुना फेरि टिकट काटेर आउँदैछ लालपरी बनेर। हामी 4 जना ग्रुपमा मुनै खतरा देखेछ, हामी त एभरेज देखेछौँ। जे मुना चुना वाउ देखेछ। अनि हामी यसो फोटोसोटो खिचौँ न भनेर पहिला उस गऱ्यौँ। फोटो त के खिच्ने, माथि उता टेन्ट हाउस जस्तो हुन्छ नि त्यो बस्ने ठाउँ, त्यहाँ गएर खाना मुना हो हाम्रो यहाँको सर्भिस गर्ने मान्छे, हामी खाने मान्छे, खाने मान्छे। स्प्राइट वाले ओ टेक वाले, हेलो टेक वाली, हेलो स्प्राइट वाले, हेलो खाना वाली, म चाहिँ क्यामेरा वाली हाल्नुहोस् तपाईँले। चाहिँ हाम्रो क्युट मोमेन्ट स्टिम सी वगैरह। अनि त्यति खायौँ। यसो अब त फोटो खिचौँ भनेको है, जसले आइफोन लिन्छ होइन उसैलाई फोटो खिच्न आउँदैन क्या। हाम्रो फेरि उल्टो इच्छाले मात्र किनेर नहुने रहेछ, ढङ्ग पनि हुनुपर्ने रहेछ भन्दै राना र म आफूले आफैलाई बिल्लो उडाउँदै हाँस्दै कि रानाले आफूले आफैलाई बिल्लो उडा हुन नि हो। बिचरासित आइफोन छ, बिचरा यस्तो आउन मुनाले सिकाएको छ, किनकि मुनाको सङ्गत आइफोनवालासित छ नि त भनेर नराम्रो वेले भनेको होइन, लाइक मुनालाई आउँछ क्या यस्तै। अनि हाम्रो झर्नावाला भ्यू यस्तो ढिलो भइसक्यो, साइक्लिङ खेल्ने अनि चर्केपिङ खेल्ने भनेको पुरा भएन, यस्तो अँधेरो भयो। अनि बहिनीले जाम दिदी अब हामी जाँदै गरौँ, तिनीहरू फोटो खिच्दै गर्छ भनेर हामी लागेको, किनकि उनीहरू फोटोको सकिङ, म फेरि भिडियोको सकिङ, बहिनी पनि अब सकिङ त होला, बिचरा एक्सप्रेस नगरेको होला मेबी। अनि हामी हल्का टाइम थियो अनि 99 सप जाम न त भनेर अनफर्चुनेटली चाहिँ गयौँ कि अन द वे भनौँ कि सडनली भनौँ, आई डोन्ट नो के भनौँ, तर गयौँ। आउन नि आइएम फाइनल्ली 99 सप। कति कन्भर्सेसन हुन्थ्यो ग्रुपमा, जाने भनेर आखिरमा पुरा भयो। अनि रानाले फेरि उस्किन्ने भनेको थियो कानमा टपहरू, अनि बहिनीले को त थियो राना र मुनाले भने, अनि मलाई नि हेर्दैन, मलाई त आउन ड्युटीमा लाउने खालको चाहिन्छ भने, अनि पाएन। अनि माथि लागेको 99 सप आएको त मलाई यति खुसी भयो, तर केही लिन पाएन अनफर्चुनेटली। के गर्नु, नलिन पाएँ नि, हेरेर चित्त बुझाउनु पर्यो नि त। अनि यो वाला सानो लिने भनेको म अहिले त त्यस्तो किन्ने जो भनेर गएको होइन नि त,
गयो भने हेरेर आउँछु भनेर गएको। हेरेँ अनि कुनै एब्जर्भ गरेँ मैले। इन्स्टाको फिड जस्तो पाएन कि त्यस्तो वाउ टाइपको। त्यो क्लिपहरू त पाएँ अनि कोमहरू पाएँ, मिररहरू पनि ठिकै लाग्यो, डस्टबिन पनि ठिकै थियो। तर त्यो इन्स्टावाला त्यो कफी बनाउने कपहरू कस्तो एस्थेटिक्स हो कि के भन्छ इङ्ग्लिसमा, त्यस्तो खालको पाएन। अर्कोचोटि बरु अलिकै पैसा टन्ने लगेर अनि टन्ने सामान मनपर्ने तरिकाले लिने भने मुना र मैले। अनि हामी अँधेरै भए पनि घरतर्फ लागे। यस्तो गाली खाइरहेको थियो मैले त, लिटरली कहिले गाली खान्थेन। मम्मीले कति बेला आउनुहोस् भन्दै गाली गर्नुभयो। अनि हामीहरू गयौँ। रानाले त तिम्रो र मेरो घरको त मायै गर्दैन क्या हो अरे। अनि मेरो त पछाडि करायो, मेरो घरको त फोनै हानेन अरे बिचरा रानाले। अनि रानाको भदैनीलाई फेरि चिकन मनपर्छ नि त, चिकन किन्न बस्यौँ। तन्दुरी समथिङ के हुन्छ ड्रमस्टिक के। अनि अरूले केही खाने बर्गर भन्थे खायो। हामी फेरि आइसक्रिम खायौँ। मुना र मलाई फेरि गुलियोको क्रेभिङ। मलाई त जति गुलियो दिए पनि खाना रेडी। अब घाँटीमा खोकीहरू कफहरू त भए पनि गुलियो भनेपछि त जेनेटिक्समा गएर नि होला मेबी। जेनेटिक्स भनेपछि मेरो क्लोज वानलाई मात्रै थाहा म कस्तो जेनेटिक्सबाट बिलोङ गर्छु भनेर। अनि यो चाहिँ हाम्रो लास्ट मोमेन्ट हो बिदाई हुने बेलाको। अब यो सानो पिङ्कवाला बहिनीलाई अरू बर्गर लाने भने चाहिँ बर्गर पनि लगेयो, कस्तो हुन्छ हेरमै। अनि लास्ट मोमेन्टमा रानाले बाई भन्न नि पाएन, एक्कासी गयो। नराम्रो लाग्यो, स्याड भयो। म फेरि सेन्सिटिभ, स्याड भइहाल्नु परेको। अनि ठ्याक्क ई-रिक्सा पनि चिनेको भेटिनु भयो। थ्याङ्क गड, नत्र त कहाँ जाने बहिनी कहाँ जाने भनेर चाटिरहन्छन् ई-रिक्सावालेहरूले। मैले र बहिनीले मुनाको त स्टिल मेकअप छ है भन्दै तारिफ गरे। मुना त मक्खै, एकदम मक्खै के। हुन नि हो मुनाको त्यस्तो मेल्ट नहुने रहेछ कि मेकअप। फाइनली म घर आएँ। हेलो गाइज, अब म घर आएँ, एकदम थकित छु। 12 बजीदेखि रेडी भएको मान्छे 12 समथिङ कतिमा, अहिले कति बज्यो 8 बज्यो। 8, 5, 6, 7, 8। ओ माई गॉड। ल आजलाई यति भन्दै मेरो भिडियो म इन गर्छु। डु लाइक, कमेन्ट एन्ड सब्सक्राइब फर मोर। बाई बाई। फेरि अब अरू ठाउँ घुमेको ब्लग आउँछ होला है। बाई बाई।